हेलो एभ्रिवान, आइम शारदा बडथकी। हजुरहरूको सामु आज पनि मैले फेरि नयाँ भ्लग लिएर आइसकेको छु। कस्तो लाग्छ, राम्रो नराम्रो सबै कमेन्टमा बताइदिनु होला र राम्रो लागे लाइक कमेन्ट सब्स्क्राइब अनि सेयर पनि गर्न नबिर्सनु होला है त। आज हाम्रो भ्लगको टपिक रहेछ भैलो खेलेको पैसाले टुर। त्यो पनि कहाँ थाहा छ? प्युठानको स्वर्गदारी। यसै त नाममा त स्वर्ग, त्यसपछि द्वार भने ढोका, स्वर्गको ढोकासम्म पुग्ने हामीले अवसर पाएको छौँ र हामीले भैलो खेलेको पैसाहरू जम्मा गरेर हामी चाहिँ टुर गइरहेको छौँ है त। अनि हजुरहरूलाई थाहा नै छ होला हामी कति रमाइलो गर्छौँ भन्ने कुरा। हामी चाहिँ आज त्यही बाटोमा 5 बजे हिँडिरहेको छौँ। बिहानको 5 बजे गाडीको यात्रा भइरहेछ। गाडीमा एकदम रमाइलो गरिरहेछौँ सबैजनाले आफ्नो आफ्नो तालमा, किनकि अब भिडियो साउन्डसहित राख्नु त मिल्दैन, किनकि कपिराइट लाग्छ नि त। हजुरहरूलाई थाहा नै छ भ्लग बनाउँदाखेरि ब्याकग्राउन्ड छैन, अब अर्को भयो भने गीतहरू बज्यो भने चाहिँ कपिराइट लाग्छ नि त। त्यही भएर मैले चाहिँ त्यो बन्द गरिदिरहेको छु होइन। सो हामी चाहिँ एकदम रमाइलो गर्दै गाडीको यात्रामा बिहानको 4-5 बजीतिर होइन, दाङ सल्यानबाट दाङ हुँदै, दाङबाट उहाँ हामी घोराइ हुँदै उता भालुबाङ हुँदै हामी प्युठानसम्म पुग्नेछौँ, प्युठानको स्वर्गदारी मन्दिरसम्म। र हामी बाटोमा कस्तो हुन्छ के हुन्छ सबै हजुरहरूलाई देखाउनेछौँ। हजुर लास्टसम्म भिडियो हेर्दै गर्नुहोला। कस्तो लाग्छ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। राम्रो लागेमा कमेन्ट गर्नुहोला, राम्रो लागे सेयर पनि गरिदिनु होला सबैलाई। आई होप, मलाई विश्वास यति छ कि होइन एकदम रमाइलो हुनेछ। हामी यति इन्जोय गर्नेछौँ, इन्जोय गरेर घर पनि फर्कनेछौँ है। मलाई विश्वास छ कि मनैदेखि, किनकि म यता दाङतिर तुलसीपुरतिर उता घोराइतिर झन् प्युठानसम्म गएकै छैन होइन। म यतातिर खासै घुम्ने मान्छे घुमेको छैन क्या, टाइमै त्यस्तो नमिलेर हो। प्रायः जस्तो म कर्णालीतिरै घुमेको छु। अब सल्यानदेखि सुर्खेत भएको, सुर्खेत हुँदै दैलेख कालीकोट जुम्लातिर घुमेको छु नि त। म यतातिर गएको छैन, गए तापनि यसरी घुम्ने टाइमले चाहिँ गएको छैन। यो पटक एकदम रमाइलो हुनेछ, यति रमाइलो गर्नेछौँ, हजुरहरूलाई देखाउनेछौँ। हजुरहरू चाहिँ मस्त हेरिदिनु होला कतिको रमाइलो हुन्छ के हुन्छ, हजुरलाई सब देखाउनेछौँ है त। कति रमाइलो गरेको भाइ बहिनीहरू, फजु दाई टनै हुनुहुन्छ नि त। रमाइलो छ, गीत बज्न हुँदैन, सब नाचिहाल्ने क्या। म मात्र होइन, म सँगसँगै सबै। कोही त मस्तको निन्द्रामा पनि छन् है। यस्तो हामी यस्तो रमाइलो गरेर बेला पछाडि मस्तले सुत्दिने तालको पनि छन्। त्यही नि रमाइलो गर्ने चाहिँ रमाइलो गर्छन्। कसैलाई गाडी लगाएर ओहो गाह्रो हुँदो रहेछ, घुम्न पनि गएको छन्, मोबाइल पनि गरेको छन्। त्यही पनि रमाइलो चाहिँ भएको छ है। अब यो चाहिँ हो दाङको तुलसीपुरको बाटोमा अब कस्तो राम्रो भइरहेछ, घाम चाहिँ देख्न पाइएन। त्यही पनि अलिअलि बादल लागिरहेको मौसम बाटोमा, त्यही हो। त्यसै गरी म त सुतेको छु है, गाडीमा चाहिँ सुतेको छु। डाइरेक्टै म प्युठान पुगेपछि बुझेको छु होइन। प्युठान पुग्दा आहा यति रमाइलो ठाउँ, बाटोमा पहाड तल फेदमा बजार बसेको, यस्तो दामी डाँडा पाखा, त्यसै माथि मन्दिरहरू बाटोमा दामी दामी मन्दिर। ओ माई गड कति मजा लाग्यो भने त हजुरहरूलाई के थाहा। म अहिले सम्झिँदाखेरि पनि म सम्झिरहेको छु होइन। म कल्पना गर्दाखेरि पनि म जिन्दगीमा त्यस्तो गर्दैन होला कि सायद यति रमाइलो। आहो त्यो ठाउँसम्म पुग्नु त भाग्यको कुरा हो। सो त्यो भाग्यको खेल हाम्रो लागिसक्यो। यो बजारको नाम चाहिँ थाहा भएन, तर बजार चाहिँ दामी छ है। आहा क्या दामी देखिरहेको गाडीबाट। ओहो तपाईँ पनि आउनुहोस् है, घुम्नुहोस्, रमाइलो गर्नुहोस्। प्युठानको स्वर्गदारी एकदम रमाइलो छ गाइस। त्यसपछि देखिने तलको भ्यू ओहो पुरै छोडिदिनुहोस् कि। त्यो जङ्गल, त्यो पहाड, त्यो लेक, चुचुरे हिमाल जसरी उभिएको लेकहरू, त्यो जङ्गल होइन, त्यो बाटोमा रुखहरू, अनि हामी आफ्नै तालमा म्युजिकको तालमा गाडीमा रमाउँदै लेकहरू हेर्दै हिँडिरहेछौँ। तपाईँहरूलाई पनि देखाइरहेको छ। केही बोल्दा हेर्नुहोस् त हामी प्युठानको पार्किङ एरियासम्म पुगिसक्यौँ। हेर्नुहोस् प्युठानको गेट। ओ माई गड हेर्नुहोस् एभ्रिवान, हामी चाहिँ अहिले प्युठानको स्वर्गदारी आइसकेको छौँ र अब हजुरहरूलाई देखाउनेछौँ प्युठानको भ्यू। त्यहाँबाट हेर्नुहुन्छ ल। सो हामी चाहिँ नामै त काफी छ है, स्वर्गदारी। स्वर्ग प्लस स्वर्ग भएको होइन, द्वार भिनिस ढोका, स्वर्गको ढोका भन्छन् होइन, स्वर्गको ढोका भन्ने ठाउँ छ। अनि त्यसपछि के छ भन्दाखेरि अब हामीले चाहिँ मन्दिरसम्म जानलाई कम्तीमा पनि 500-600 वटा सिडीहरू पार गर्नुपर्छ। ठ्याक्कै हामी अहिले बिहान 5 बजीतिर हिँडेको गर्दाखेरि अहिले 3 बजिसक्यो होइन, ठिक्क 3 बजिसकेको छ। ल यो गौशाला उता हो क्या, हामी चाहिँ नयाँ फर्स्ट टाइम आइरहेको छौँ है त। छिटो लगातार माथि हिँडिरहेको छु गाइडहरू होइन। सल्यानदेखि यत्रो टाइम मतलब यति टाढा घुम्न आएको। सो
मेरो दाइहरू सबै साथीहरू चाहिँ अगाडि पुगिसक्नुभयो, म चाहिँ पछाडि छु। लगायत हाम्रो गाडीवाला दाइ चाहिँ पछाडि हुनुहुन्छ, बहिनीहरू पनि यतै पछाडि छन्। सो हामी चाहिँ लगातार उकालो चढिरहेको छौँ। खासै उकालो पनि छैन, सिधै हो। त्यही हो, मेरो बहिनीहरू कति माया गर्छन् मलाई, सामानै बोकाउँदैन। आहा यति ज्ञानी छन्। सो हामी चाहिँ देखाउँछौँ अब एकछिन अगाडि। मन्दिर माथि चाहिँ हिँड्न गाह्रो भइरहेछ, दम बढिरहेछ, भोक लागिरहेछ। टाढाबाट कति बजी हिँडेको? 5 बजी। 5 बजी न 15 मिनटमा हिँडेको घरदेखि। सो हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा 3:10 भइसक्यो है। त्यही हो, लेकै लेक छ यहाँ, घाम पनि लाग्दो रहेनछ, पुरै मौसम चिसो छ। सो त्यही हो है त, बुझ्नु होला बाई। अब अर्को भिडियो माथि। उडायो मन तिम्रै कल्पनाले, किन हो किन मलाई, हाहा मेरो गीत छा, मेरो गीत चिसो छ गाइस, जाडो छ हाम्रो ठाउँमा, गर्मी हुन्थ्यो। अहिलेको यस्तोमा यस्तो कपडा लगाउनु पर्ने जरुरतै हुन्न थियो। गर्मीबाट एक्कासी चिसोमा आएको, बहुत चिसो हो गयो अरे यार, क्या बता क्या मरा, के गर्नु गाह्रो छ। दुःख धेरै छ, दुःख नगरी सुख पाइँदैन, कुनै कुरा पनि त्यत्तिकै प्राप्त गर्न सकिँदैन। यदि दुःख गरिन्छ भने सुखको फल पाउँछ। सो जसले मेहनत गरेर माथि मन्दिरसम्म पुग्छ त्यसले दर्शन गर्छ, जल्छी मान्छ उहीँ तल बस्छ है त। सो त्यही हो, मस्तले हिँड। हेलो हेलो, हामी चाहिँ यस्तो रमणीय ठाउँमा छौँ। आहा कति राम्रो, पानी भयो त यहाँ पानी छर्किन्थ्यो होला होइन। हाम्रो चाहिँ ग्याङ यता छ, यता छ, त्यही भएर हामी चाहिँ धर्मशाला, ओहो धर्मशालामा आइपुग्यौँ। विष्णुदेवी शालादाङ, ओहो नि भूपेन्द्रेश्वर श्रेष्ठ, स्वर्गीय भूपेन्द्रेश्वर श्रेष्ठको त्यसबाट बनेको रहेछ होइन। गौशाला हो कि क्या हो, गोर्खाहरूको नाउँ चाहिँ सायद हुनसक्छ। हामी चाहिँ आफ्नै तालमा हिँड्दैछौँ, आफ्नै तालमा। यहाँ चाहिँ हामी अब यहाँ चाहिँ डिटेल दिनुपर्ने रहेछ, किनकि कुनै बेला हरायो भने केही भयो भने चाहिँ यहाँबाट खोजी नीति हुँदो रहेछ नि त, मन्दिर ठुलो छ। सो यहाँ चाहिँ शौचालय सार्वजनिक दामी रहेछ, कस्तो दामी छ यहाँ चाहिँ, एकदम 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 यस्तो राम्रो। ओहो तरकारीहरू जस्तो फुलै फुलको बगैँचा। हेलो हेलो हेलो, हामी चाहिँ पुगिसक्यौँ मन्दिरको। वाउ कति रमाइलो, नयाँ मन्दिर बन्दै रहेछ, व्यवस्थापन ओहो राम्रो राम्रो व्यवस्था भइरहेको रहेछ। शिवजीको, शिवजी कता हो, पार्वती यता हो, हेलो हेलो केटा हो। पानी माथि तैरिराख्नु भएको छ, एकदम 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 कस्तो राम्रो ठाउँ छ गाइस। यो चाहिँ के को बुढा, के चाहिँ रहेछ यो, के चाहिँ हो, हुन चाहिँ हो, यस्तो दामी छ। सो हामी चाहिँ यता आइपुग्यौँ। मेरो क्यामेरा यस्तो भए तापनि हजुरहरू राम्रोसँग हेरिदिनु होला है, एकदम राम्रो छ, एकदम पुरै छोडिदिनुहोस् क्या यार। हेलो हेलो, आहा कति राम्रो, हेर्नुहोस् गाइस। ओहो प्युठानको स्वर्गद्वारी, यसमा दर्शन गऱ्यो भने मान्छेले स्वर्गको ढोकासम्म पुग्यो भने चाहिँ स्वर्ग जान पाउँछ भन्ने धार्मिक त्यो कुराहरू छ। जस्तै अब हामी पनि आइसकेको छौँ, हजुर पनि आउन नछुटाउनु होला, यति रमाइलो यति स्मरणीय छ। हो यहाँबाट देखिनु तलको भ्यू छन्, हाई हाई, तर मेरो क्यामेरा भ्याउँदैन। सो ह्याप्पी, हाम्रो टोली यता छ, हामी चाहिँ पूजा गरेर ल अब हामी आयौँ यता, हाम्रो पालो पूजा गर्ने। सबैले अगाडि पूजा गरिसकेँ होइन, म त पहिला चाहिँ फर्स्टमा यता गरेर आएको छु होइन। पूजा गरिसकेर हामीले ग्रुपमा पनि पूजा गऱ्यौँ। पूजा गरेर मनको इच्छाहरू मागेको पुग्छ अरे। सो मनको इच्छाहरू माग,
भगवानले सबै पुर्याइदिन्छन् रे। हामी चाहिँ पूजापाठ गरेर यति पूजा गरेर हामी चाहिँ उता गौशालातिर पनि जान्छौँ। गौशालामा गएर हल्का दान मतलब त्यो गाईहरूलाई चारो दाना पानी दिएर आउँछौँ। यो हो हेर्नुहोस् कति राम्रो गौशाला, कति धेरै गाई हुन्, 200-300 गाई छन्। सागहरू घाँसहरू ओ माई गड हेर्नुहोस्। यति गर्दै गौशालामा गएर गाईहरूलाई दाना दिएर हामी चाहिँ घरतिर फर्कने कुरा गऱ्यौँ। किनकि रात परिसकेको थियो नि त, रातमा फेरि यात्रा गाह्रो हुन्छ, टाढोको बाटो कमसेकम 10-12 घन्टा लाग्छ। यत्तिकैमा हामी घुम्दै घर फर्किँदाखेरि त हामी त राति भएर भोलिपल्ट पो घर पुग्यौँ हौ। भोलिपल्ट 8 बजीतिर घर पुगेको हामी गाइस। फेरि पनि घुम्न गए पनि भिडियो बनाउने छौँ। भेट्दै गरौँला। बाई बाई। लाइक कमेन्ट सब्सक्राइब एन्ड सेयर गर्न चाहिँ नबिर्सिनु होला है त।